समाचार पार्टी हेल्थ टिप्स अन्तर्गत आज प्रस्तुत गर्नेछौं खाली पेटमा मेथीको पानी पिउँदा हुने फाइदा। तपाईले प्राय परिवारका सदस्य र चिकित्सकहरूबाट बिहानको सुरुवात सधैँ स्वास्थ्यकर तरिकाले गर्नुपर्छ भनेर बारम्बार सुन्नु भएकै होला। तपाई स्वस्थ रहनुहोस् र दिनभर ऊर्जावान महसुस गर्नुहोस् भनेर यस्तो सुझाव दिने गरिन्छ। धेरै मानिस बिहान खाली पेटमा मनतातो पानी पिउन रुचाउँछन् भने केही चिया र कफी सेवन गर्न मन पराउँछन्। तर अहिलेको व्यस्त जीवनशैलीमा मानिसहरू आफ्नो स्वास्थ्यको ख्याल राख्न बिर्सिरहेका हुन्छन्, जसले गर्दा पेटको समस्या देखा पर्नुका साथै तौल बढ्ने गर्छ। तपाई पनि यस्तै स्वास्थ्य समस्याबाट पीडित हुनुहुन्छ भने हाम्रो भान्सामा पाइने एउटा सानो चिजले पनि यसलाई कम गर्न धेरै सहयोग गर्न सक्छ। आयुर्वेदमा मेथीलाई वरदान नै मानिन्छ। आयुर्वेदका अनुसार हरेक बिहान खाली पेटमा मेथीको पानी पिउनाले शरीरका लागि चमत्कारी औषधिको रूपमा काम गर्न सक्छ। आज हामी मेथीको पानी सेवन गर्दा हुने फाइदा र यसलाई बनाउने सही तरिका बारे जानकारी गराउँदैछौँ। अस्वस्थ खानपानका कारण आजकल ग्यास, कब्जियत र एसिडिटीको समस्या सामान्य बनिसकेको छ। मेथीको पानीमा प्रशस्त मात्रामा फाइबर र पाचन सुधार गर्ने गुण हुन्छ। बिहान खाली पेटमा यसको सेवन गर्दा पेट सफा हुन्छ। यसले खाना छिटो पचाउन मद्दत गर्नुका साथै ग्यास र अपच जस्ता समस्याबाट राहत दिन्छ। तौल घटाउन मेथीको पानीले हाम्रो शरीरको मेटाबलिजमलाई तीव्र पार्छ। यसको सेवनले शरीरको अतिरिक्त बोसो पगाल्न कम गर्न सहयोग गर्छ। यो पानी पिउनाले लामो समयसम्म पेट भरिएको महसुस गराउँछ, जसले गर्दा बारम्बार भोक लाग्ने वा खाइरहने बानी हट्छ। तौल नियन्त्रणमा रहन्छ। मधुमेहका लागि मेथीको पानी मधुमेह, सुगरका बिरामीका लागि वरदान साबित हुन सक्छ। आयुर्वेदका अनुसार मेथीको दानाले शरीरमा इन्सुलिनको कार्यलाई सुधार गरी रगतमा चिनीको मात्रा, सुगर लेभल नियन्त्रण गर्न सहयोग गर्छ। यदि कसैको परिवारमा मधुमेहको इतिहास छ वा कोही यस समस्याबाट पीडित छ भने उनीहरूले हरेक बिहान खाली पेटमा मेथीको पानी अवश्य पिउनुपर्छ। छाला र कपालका लागि सबैजना आफ्नो कपाल स्वास्थ्य र छाला चम्किलो होस् भन्ने चाहन्छन्। मेथीको पानीमा एन्टिअक्सिडेन्ट र विभिन्न भिटामिन पाइन्छन्, जसले शरीरभित्रको रगत शुद्ध पार्छ। रगत शुद्ध भएपछि अनुहारमा डन्डीफोर, पिम्पल, दाग र चाउरीपना कम हुन थाल्छ। यसबारे यसले कपालको जरालाई बलियो बनाउँछ र कपाल झर्ने समस्याबाट राहत प्रदान गर्छ। शरीरको दुखाइ कम गर्न उमेर बढ्दै जाँदा वा शरीर कमजोर हुँदा प्राय जोर्नी दुख्ने र थकान महसुस हुने गर्छ। मेथीको तासिर स्वभाव केही न्यानो, उष्ण हुनका साथै यसमा एन्टी इन्फ्लेमेटरी गुण हुन्छ, जसले सुन्निएको र जोर्नीको दुखाइ कम गर्न सहयोग गर्छ। कसरी बनाउने मेथीको पानी? सुत्नु अघि 1 गिलास पानीमा 1 चम्चा मेथीको दाना भिजाउनुहोस्। बिहानमा छान्नीले पानीलाई छानेर खाली पेटमा बिस्तारै पिउनुहोस्। तपाई उक्त भिजेको मेथीको दाना चपाएर पनि खान सक्नुहुन्छ। यी त रहे खाली पेटमा मेथीको पानी पिउँदा हुने चमत्कारी फाइदाको बारेमा जानकारी। आजको हेल्थ टिप्स अन्तर्गत प्रस्तुत गर्यौं।